नमस्कार। नमस्कार। आज तपाईँ धरतीको परिवर्तनको बारेमा बोलिदिनुहोस् न। ल बोलौँ। इङ्कु तिमीले त गम्भीर प्रश्न उठायौ मलाई। म के भन्नु? धरतीको परिवर्तन भन्यौ कि अहिलेको यो समाजको परिवर्तन भन्यौ? अब धरतीको परिवर्तन भन्दाखेरि चाहिँ अब धरतीको लागि बोल्नुपर्ने दुईटै कुरा त बोल्न म सक्दिनँ। एउटा चाहिँ रोज न के रोज्छौ? धरतीकै परिवर्तन भनिदिनुहोस्। धरतीकै हो भने त मलाई अप्ठ्यारो पर्यो, अलिक पछाडि बोल्छु भनेको थिएँ। त्यसो हो भने तपाईँको बातलाई म मान्यता राख्छु, सनम्र निवेदन गर्छु म दर्शकवृन्दहरूलाई। अनि म मुख्यतः अहिलेको नयाँ सरकार शुभेन्दु अधिकारीज्यूको मुख्यमन्त्री समक्ष म मेरो गुनासो दर्शाउन चाहन्छु, जानकारी दिन चाहन्छु कि यहाँको जनता, पहाड तराई डुवर्सको जनता अन्यायमा परेको धेरै वर्ष, 50औं वर्षदेखि अगाडिदेखि अन्यायमा परेको छ यहाँको जनता। र अनि यहाँको जनताको अधिकार, जमिनको अधिकार खोसिएको छ, दिनु त होइन खोसिएको छ। त्यसकारणले अहिले मुख्यमन्त्रीजी स्वयं आफू हुनुहुन्छ, अनि फेरि के अरे भूमि मन्त्री पनि आफू हुनुहुन्छ। त्यसकारणले यो उत्तर बङ्गालको पहाड तराई डुवर्सको जनताको आफ्नो नाममा अधिकार, पहिला जमिनको जसको थियो त्यो पनि खोसिसकिएको छ। अनि के अरे जो चाहिँ अधिकार ब्रिटिस शासनदेखि नै खोसिएको हो। आफ्नो जमिन कम्पनीलाई दिएर कम्पनीले नोकर बनाएर राखेको हो। यहाँको यो चिया बगानको इलाका पनि, बस्तीको जोतदार जमिनदारको जमिन पनि सरकारले काटेर र प्रजालाई बाँडिदिएको पनि, त्यो पनि आफ्नो नाममा नभएर अर्काकै नाममा छ, आफ्नो अधिकार छैन। अनि जस्तै फरेस्ट निवासीहरूको पनि जमिनको आफ्नो अधिपत्य छैन, चिया बगानकाको पनि आफ्नो हकमा छैन। अनि जो भेस्टल्यान्डको भयो, यो जमिनको आफ्नो हकमा छैन। हाम्रो यो निपनिया बस्ती त झन् साह्रो, के अरे जुक्तफन सरकारले बेनामी जमिनमा बसोबास गराएको मान्छे, के अरे जुक्तफन सरकार अजय मुखर्जीको नेतृत्वको सरकारले, तर त्यो कार्यान्वयन हुन सकेको थिएन। बस्ती चाहिँ बस्यो तर कार्यान्वयन हुन सकेन। नयाँ सरकार बनिएपछि सरकारले हेरचाह गरिदिएन यहाँको। अनि लास्टमा वामफ्रन्ट सरकार आयो। वामफ्रन्ट सरकार आइकन पनि वामफ्रन्ट सरकारले त झन् साह्रो उच्छेदको अर्डर गराएको थियो र हाइकोर्टमा केस गर्न जानु पर्यो। केस गरेर पनि डिग्री पाएको पनि आजसम्म जनताले अधिकार पाएको छैन। अब गोप्यबाट सर्वे गराउँछन्, सर्वे गरायो र लगत केही पनि छैन। जनताको अधिकार यसरी खोसिएको छ। यो न्याय पाऊँ। अहिलेसम्मका मुख्यमन्त्रीलाई सर्वप्रथम त अजय कुमार मुखर्जीले बसोबास गराइएको, दोस्रोमा सिद्धार्थ शङ्कर राईको पालामा पनि कम्पनी, उद्योगपति कम्पनी तिरानाले चाहिँ जाल गरेर मेरो हो भनेर गर्यो र त्यति बेला पनि मुख्यमन्त्री समक्ष म खुद ध्रुव कोइरालाले नै गएर यो मेडिकल कलेज उद्घाटनको दिनमै मैले गएर भनेको थिएँ। उहाँले भन्नुभयो हाइकोर्टमा जाऊ केस गर। हाइकोर्टमा केस गऱ्यौँ। त्यस्ता केस त जम्मा 5वटा केस भयो। डिग्री पनि पायो। डिग्री पाएको डिग्रीमा भनिएको थियो कि जनताको नाममा यो सेटलमेन्ट गरिदिनु भनेर डिएमलाई अर्डर दिएको थियो हाइकोर्टले। त्यो कार्यान्वयन हुन सकेन, हुन नसकेर अनि अहिले त्योसम्मको थाती छ। अब आजलाई म यतिमै के अरे स्थगित राख्न चाहन्छु, किनभने यो जनताको अझै पनि म भन्नु छ, यहाँको जनतालाई अधिकार दिलाइ बक्सेला भन्ने पूर्ण आशा भरोसा म गर्दछु। स्वयं सरकार, नयाँ सरकारमाथि चाहिँ पुरा भरोसा यहाँको जनताले मानेका छन्।
र यो पहाड तराई द्वारसको जमिनको चाहिँ व्यवस्था अवश्य गरिदिनुहुन्छ गरिदिनुहोस् भनेर रिक्वेस्ट म गर्दछु। धन्यवाद। ध्रुव कोइराला, म निपर्ने बस्ती मिरिक खण्ड, दार्जिलिङ।